हाम्रो नम्बर म्याट्रिक्स छ। सो यो टाइपको नम्बर म्याट्रिक्समा चाहिँ बिचको भ्यालु निकाल्न पठाएको नम्बर म्याट्रिक्समा चाहिँ हैन जहिले पनि क्वेशन रो वाइज सल्भ हुन्छ कि त यो भएर सल्भ हुन्छ भने कि त यो मल्टिप्लिकेसन डिभिजन हैन प्लस माइनस एडिसन सब्ट्र्याक्सन भएर चाहिँ सल्भ हुन्छ। सो लेट्स सल्भ दिस क्वेशन। यसमा चाहिँ के कस्तो लोजिक छ भनेर चाहिँ मैले सल्भ गरिदिन्छु। 6 + 9 = 15 हैन 15 × 2 = 30 हैन। सो 30 - 3 गर्दाखेरि हैन हाम्रो आन्सर भनेको चाहिँ 10 - 7 3 भयो अनि 27 आयो। सो यसै गरी अर्कोमा जाउँ तल्लोमा 8 + 7 = 15 × 2 = 30 नै आयो हैन। 30 - 2 गर्दाखेरि चाहिँ 28 आयो भनेपछि हैन 11 + 4 = 15 × 2 गर्दाखेरि 30 आयो भनेपछि अब यहाँ कसरी गर्छ त -2 माइनस यहाँ कसरी गर्छ त -3 - 2 यहाँ कति हुने भयो त -1 बुझ्नु भयो नि। यहाँ चाहिँ -3 भएको छ, यहाँ चाहिँ -2 भएको छ हैन, यहाँ चाहिँ -1 हुन्छ नि त। सो 30 - 1 गर्दाखेरि चाहिँ आन्सर हाम्रो 10 - 1 9 2 29 यसरी सल्भ हुन्छ हैन। सो अर्को गरी गर्दाखेरि चाहिँ आन्सर 22 आउँछ हैन। सो त्यो 22 चाहिँ अब यहाँनिर चाहिँ लोजिक के छ भन्दाखेरि चाहिँ 27 28 अब सिरियल वाइज आइराख्यो नि त हैन। सो हाम्रो आन्सर चाहिँ 29 हो है। सो 22 चाहिँ हुँदैन है त। सो यसरी सल्भ गरिन्छ। होप तपाईहरुले बुझ्नु भयो होला है त।